एउटा कुरा भन्छु, कान खोलेर ध्यान दिएर सुन्नु है साथीहरू। म एक्लै छु भनेर होइन, टेन्सन गर्न बिल्कुल छोडिदिनु होला। टेन्सन नगर्नु, खुसी भएर बस्नु, हाँसेर बस्नु, रमाएर बस्नु। कसैले मलाई साथ गरेन, सपोर्ट गरेन, कसैको मैले पछि हिँड्नुपर्छ, कोही मेरो पछि हिँडेन भनेर टेन्सन नगर्नु। किनभने आकाशको 9 लाखे ताराले त यो धरती उज्यालो पार्न सकेको छैन नि, तर एउटा सूर्यले त यो सारा जगत उज्यालो पार्न आएको छ, हो कि भन्छ, हो कि होइन? त्यसैले आफूलाई साथ सपोर्ट गर्ने मान्छे किन आएनन्, मलाई किन सपोर्ट गरेनन्, मेरो पछि किन हिँडेनन्, म किन दुनियाँको पछि हिँड्न पाइनँ भनेर टेन्सन नगर्नु। आफू जे छु ठिक छु भन्ने खुसी भएर बाँच्नु। टेन्सन लेने का नहीं, देने का नहीं। बुझ्नुभयो नि? आफ्नो टेन्सन सेयर गर्ने भनेको एकजना आमा, जन्माउने आमा, धरती माता भगवान्। त्यही पनि मलाई त छोडेर जानुभएको 7औं वर्ष भइसक्यो। अब आमा शब्द भनेको मलाई जन्माउने आमादेखि बाहेक विकल्प कसैलाई बोल्न सक्दिनँ। आमा भनेको किन्दा पनि पाइँदैन, आमा शब्द भनेको खरिद गर्दा पनि पाइँदैन। र आफ्नो टेन्सन लिने, आफूलाई दुःख परेको बेला ओहो भनेर थोरै कुरा सेयर गरेर आफ्नो भावनालाई हल्का बनाउने भनेको एकजना आमा। अरू विकल्प सबै स्वार्थी, खाइन्जेलका र पाइन्जेलका हो। मान्छेलाई नि खुवाएर आफ्नो र खुर्केर मसिनो कहिल्यै बनाउन सकिँदैन रहेछ। त्यसले गर्दाखेरि एक्लै खुसी हुन सिक्नुपर्छ क्या। म एक्लै छु, ओहो मलाई यसले केही गर्दिनँ कि, केही गर्दैन कि, मलाई साथी चाहिन्थ्यो, मलाई साथ सपोर्टको जरुर छ। कसैको जरुर छैन। म एक्लै जन्मेको हुँ, म एक्लै हुर्केको हुँ, एक्लै बाँच्नुपर्छ, एक्लै सङ्घर्ष गरेर खानुपर्छ। थिङ्किङ त्यस्तो थिङ्किङ बनाउनु पर्यो। त्यही भएर एक्लै छु भनेर टेन्सन गर्ने काम छैन। बुझ्नुभयो है नि?